हाम्रो देशनाथीहरूले आफ्नो मन्तव्य राख्नुहुन्छ। सम्पूर्ण पत्रकार साथीहरूले यो खबरहरू सबै ठाउँमा पुगाइदिनको लागि म अनुरोध गर्न चाहन्छु। आजको कार्यक्रम हाम्रो जुन कुलमान घिसिङलाई असंवैधानिक तरिकाले जुन मन्त्री परिषदले निर्णय गरेर जुन एउटा असल प्रशासन जसले यो देशको 18 घण्टा लोड सेडिङलाई हटाएर यो देशको अर्थतन्त्रमा राम्रो प्रभाव पारिरहेको छ, राम्रो अर्थ आर्जन गरेर सरकारलाई दिइरहेको छ, ती असल प्रशासकलाई किन हटायो र असंवैधानिक तरिकाले एउटा व्यक्तिलाई किन मृत्यु गर्यो भन्ने विषयमा हामी आज यो विद्युत प्राधिकरणको गेटमा आएर यो सरकारलाई सचेत गराउने कार्यक्रम गर्यौँ र यो आन्दोलन हाम्रो निरन्तर रूपमा आगामीको दिनहरूमा पनि छलफल गरेर हामी सञ्चालन गर्नेछौँ र आजको कार्यक्रम मात्र हाम्रो सरकारलाई सचेतनाको लागि हामी शान्तिपूर्ण रूपमा गरेका छौँ र यो कार्यक्रममा आफ्नो 2 शब्द राखिदिनको लागि म राजा रामचन्द्रकाजीमा उपस्थित सम्पूर्ण न्यायप्रेमी दाजुभाइ दिदीबहिनी तथा पत्रकारज्यूहरूमा जोडलपा नमस्कार। धेरै बेर भइसकेको छ हाम्रो र तपाईँहरू आइदिनु भयो। पहिला त जुन किसिमले कुलमान घिसिङलाई हटाइयो, किन हटाइयो, के हटाइयो सबै स्पष्ट भइसकेको छ। धेरै बेर नबोलाउँ होला र आज बेलुकै पनि गाउँमा कार्यक्रम छ। टिटिपुरमा छ, भाग भएर अगाडि त्यस्तै गर्नु बुढानीहरूको छ र ललितपुरको मङ्गल बजारमा पनि साँझ 5 बजे कार्यक्रम छ। कार्यक्रम शान्तिपूर्ण रहनेछ र शान्तिपूर्ण गर्नेर पनि देशको आन्दोलन भइराखेको छ। एउटा सन्देश दिन चाहन्छु भने अहिले देशको परीक्षा पनि देशैभरि भइराखेको भएर परीक्षामा जाने आउने समयमा कुनै पनि किसिमको सवारी जाम नगर्ने बच्चा कुनै पनि परीक्षा हलमा नपुगेको उसको जाँचै बिग्रिन्छ। र सकेसम्म हामीले सबै सवारी आगमनलाई बन्द गर्ने गर्दा भने सकेसम्म अरूलाई पनि अरूलाई पनि बाधा नहुने गर्दा आफ्नो अधिकार प्रयोग गरौँ र आफ्नो घर जो पोलमा एक्लै भए पनि उठेर यो आन्दोलनमा एकबद्धता जनाउँ। किनभने देशलाई सही दिशातर्फ लाने आन्दोलन हो। यो कुलमान घिसिङको मात्रै विषयमा भइराखेको आन्दोलन चाहिँ पक्कै होइन। जुन किसिमले देशमा भ्रष्टाचार भइरहेछ, बदमासी छ, त्यो सबैलाई खबरदारी र जुन किसिमले यो दलीय बेदली भ्रष्टाचारी गरिरहेछ त्यो सबैको लागि खबरदारी हो। कुलमान घिसिङ एउटा व्यक्तिको लागि मात्रै होइन। त्यो जुन किसिमको यहाँ सरकारका प्रवक्ताले झुटो बोल्ने, सरकारले झुटो बोल्ने, छल कपट भइरहेछ, देशलाई नै असफलतातिर गराइरहेछ। यो राष्ट्रलाई सफलतातिर गराउने आन्दोलन भएको भएर यसमा सबै देशको सबै कुनाका सबै युवा वा आमा दाजुभाइहरू उत्रिन अनुरोध गर्दछु र आज आइदिनु भएकोमा, यहाँ आइदिनु भएकोमा धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। हस्, धन्यवाद। त्यस्तै हाम्रो सामाजिक अभियन्ता सुन शर्माले पनि आफ्नो मन्तव्य सानो मन्तव्य राख्नुहुन्छ। आज हामीलाई समेतमा देखाएको छ। मलाई धेरै धन्यवाद। तथापि हामीलाई लाठी भएको छ, उत्प्रार भएको छ, त्यसको पनि भोट निन्दा गर्न चाहन्छ। यो आन्दोलन सुरुवात मात्र पनि होइन, यो आन्दोलन अन्त्यवाद पनि होइन। योदेखि नै भएको आन्दोलन अनन्तकालसम्म रहन सक्छ। यो आन्दोलनको मुख्य उद्देश्य कुलमान घिसिङलाई पुनर्बहाली मात्र होइन। यो आन्दोलनको मुख्य उद्देश्य आज कुलमान घिसिङलाई पुनर्बहाली होला, भोलि फेरि निकाल्ला, भोलि फेरि अर्को मान्छेलाई छटा, अरू राम्रो मान्छेलाई सरकारले निकाल्ने छ। यो आन्दोलन कुलमान घिसिङ यहाँ आउनुपर्छ, यहाँका मान्छे हट्नुपर्छ भन्नेसँग मात्र सम्बोधन गरेर देश जसले चलाएको छ ती व्यक्तित्वको हातले देश चल्न सक्दैन। हामी उनीहरूको चाहिँ बरु देशको स्थिति चाहन्छौँ, देशको स्थिति चाहन्छौँ, अर्थात् चाहिँ सम्मानजनक परिणाम चाहन्छौँ। यदि यो कुरा जनताको कुरालाई देशको दर्दनाक बारम्बार जोड्न चाहन्छौँ। हामी आन्दोलनको प्रक्रियाहरू हामी गरिरहनेछौँ। हामी कुनै पनि हातमा थाक्ने छैनौँ, हामी कुनै पनि हालतमा चुक्ने छैनौँ। यो ज्यान जाओस्, ज्यानमा यो थाक्नदेखि लाओस्। जबसम्म यो सरकारले हाम्रा आवाजहरू सुन्दैन, जबसम्म सरकारले अधिनायकताको बाटो त्याग्दैन, तबसम्म यो ज्यान सबै साथीहरू एक्लै भए पनि सडकमा आउन तयार भएर बसेका छन्। आफ्नो सानो मन्तव्य राख्ने हाम्रो सदस्यलाई वास्तवमा
18 घण्टा पार्न पाउँथ्यो सरकारहरू अहिले पनि छ आउने सालमा पालो पालो जब मलाई निर्मूल पत्ता साफ बनाएर सबै एक लगाएर आज यो देशको 18 घण्टाको लोड सेडिङ मारेर पनि यो देशको विद्युत चाहिँ 50 पार्ने उज्यालोको नायक निर्माण भन्न चाहन्छु र अहिले कुनै 52 सालको योजनामा आएका उहाँहरूले यहाँनिर है हालिसकेपछि भएको चाहिँ नेपाल स्कुल बचाउनु सफल भएको त्यसको मृत्यु भएको चाहिँ यही विद्युत प्राधिकरण हो जहाँ अहिले एकदम तन्न भएर बसेका छन् र उहाँहरू यहाँ पुगिसक्नु भएको छ यसको होसियारीको निम्ति कसरी किन नचलायोस् त्यस्तो मान्छे